नमस्ते, मेरो नाम कविराज सिंह, जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नम्बर 4 मा बस्छु। हाल अहिले चाहिँ हामी यो तिहारको अवसरमा जाजरकोटदेखि डोल्पा को नर्कु र सुर भन्ने गाउँमा हामी दुईजनाको दोस्ती बनाएर हामी तिहारमा बहिनीहरूको दिदीहरूको टिकाकरण गर्नको लागि आएका थियौँ। अब झन्डै 2-3 दिनको बसाइपछि हामी फर्किने क्रममा अब घर जाने भनेर फर्किरहेको अवस्थामा आउँदा बीच बाटोमा यो डोल्पा जुम्ला र जाजरकोटको सिमानामा हिमपात भएर आज हामी एक दिन स्थगित रोकिएर भए पनि हाम्रो यात्रा अहिले चाहिँ स्थगित भए जस्तै छ। तर हामी यात्रामै छौँ। अब यो यात्रा गर्ने क्रममा निकै कठिन छ, भिरको बाटो, त्यसपछि अब हिमपात भइरहेको अवस्था छ, जाडोले कठ्याङ्गिएको छौँ। र एकजना हाम्रो मित्र जाजरकोट स्याला गाउँदेखि आउनुभएको रहेछ। उहाँ चाहिँ हिजो 5:30 बजे यो लेक क्रस गरेर हिँड्नुभएछ। यहाँ मान्छे बस्दैनन् भनेर उहाँ गएर रातिभरि एउटा ओडारमा हिउँ परिरहेको अवस्थामा ओडारभित्र कठ्याङ्ग्रिएर रातिभरि उहाँले कष्टकर जिन्दगी बिताएर भर्खरै यता फर्कनु भएको छ। फर्केर पनि उहाँलाई तातो पानी चिसो पानी खुवाएर एकदम खानासाना खुवाएर अहिले हामी सुताएका छौँ। उहाँ अचेत अवस्थामा हुनुहुन्छ अनि उहाँ पनि होसमा आएपछि बाँकी हाम्रो यात्रा भोलि बिहान जारी हुनेछ। धन्यवाद। हस्त नमस्कार। बस्ने के अरे पहिला 12-13 वर्षदेखि बाल्यकमा बस्दै आउनु भएको गोरेबहादुर बुढामा यहाँ गराकलाई अब जुम्ला जाजरकोटका इष्टमित्र मेरा दाजुभाइहरूलाई यहाँ मैले सेवा अहिले पनि दिइरहेको छु। यस्तो लेखमा हिउँपात पनि भइरहेछ, केटाहरू यहाँ बिजोगमा परेका छन्। एकजना भाइ चाहिँ हिजो एकदम राति ओह्रालमा बसेर एकदम बाँचेर आउनु भएको छ, भित्र सुत्नु भएको छ अनि तातो पनि खाँदै हुनुहुन्छ। अब धेरै अब मलाई चिन्ने जाजरकोट जुम्ला भोटा चिन्ने मेरो दाइभाइहरूलाई नमस्कार छ। सबै आफन्तजना इष्टमित्रलाई, जाजरकोटमा बस्ने मित्रहरूलाई आफन्तजनहरूलाई उहाँ चाहिँ अहिले बोल्ने मान्छे हाम्रो होटल साउजी, यो पछाडि मेरो पछाडि होटल रहेको छ उहाँको। यो लेक डोल्पा र जुम्ला जाजरकोटको केन्द्रबिन्दुमा पर्ने गर्छ। यो लेकको नाम भालु लेक भन्ने छ। हामी चाहिँ डोल्पादेखि यो तिहार मनाएर दिदीबहिनीहरूको मालाकरण गरेर हामी फर्किने क्रममा हिमपातले गर्दाखेरि अहिले पनि हिमपात भइरहेको अवस्था छ। त्यसैले हामी आज अझै बीच लेकमा भएको कारणले हामी लेक क्रस गर्न नसकेको हुनाले हामी अहिले बीच बाटोमै छौँ। अब हामी आज यतै हुन्छ होला हाम्रो वासस्थान। भोलि चाहिँ हामी लाग्ने कुरा गरेका छौँ। त्यही पनि हिउँ रोकियो भने बल्ल हाम्रो यात्रा जारी रहनेछ। त्यसैले यति जाडो, यति कष्टपूर्ण यात्रा हामीले गर्नु परेको छ। उहाँ हाम्रो चाहिँ एउटा मेरो अङ्कल हुनुहुन्छ, क्यामेराम्यान पारा सिंह। उहाँ यो क्यामेरा रेडी गर्दै हुनुहुन्छ। अनि बाँकी अब उहाँ चाहिँ होटल साउ नै उहाँ हो, यहाँनिर हुनुहुन्छ, उभिएको हुनुहुन्छ। यो जुम्ला जाने एउटा गेट छ यसमा। झन्डै हामी 5000 मिटरको हाइटमा छौँ अहिले। यतापट्टि यो माथि डोल्पाको चौरीकोट भन्ने ठाउँ जाने यो लेक साइडको बाटो पनि रहेको छ। हामी आएको चाहिँ यता यो घरदेखि यता यो साइडको मुनितिरबाट तल्लो बेल्ट अँध्यारो देखिएको छ, एकदमै कुहिरोले ढाकिएको छ।
उता मैले नै यहाँ अलि बढी देखियो यार कति छ अन्य खाए त्यही जानु त हाल्छु यत्रो आइज जानु भन्ने छ यार अनि ल्याउनु पर्यो यसमा सभा गरेर च्याट्ट गरे हिँड्ने